जो स्टडी ब्रोजको भिडियो चाहिँ राम्रै छ, सब्सक्राइब चाहिँ गर्नु नै पर्छ रहेछ। अरू त यस्तै हो साँच्चै त उस लन्डन हारेको रिजल्ट चाहिँ के छोरा ए छोरा बाबु ए छोरा यहाँ आइज आइज अनि साँच्ची छोरा तेरो रिजल्टको चाहिँ के भयो? बुवा प्रिन्सिपलको छोरा फेल भयो नि। अनि तेरो चाहिँ के भयो? ड्याड तो आर्मी अङ्कलको छोरा पनि फेल भयो नि। अरे तँ आर्मीको छोरोको कुरा छोड न, तेरो चाहिँ कस्तो भयो? बुवा तो डक्टर अङ्कलको छोरा पनि फेल भयो। अरे डक्टर आर्मी इन्जिनियरको कुरा छोड न रे, तेरो चाहिँ रिजल्ट कस्तो भयो? बा यो अलिक बिट्टी भयो ल। प्रिन्सिपल आर्मी अङ्कलको छोरा सबैजना फेल हुँदाखेरि तपाईँ चाहिँ कुन प्रधानमन्त्रीको बाउ हो र तपाईँको छोरा पास हुनु? ए छोरा योपल्ट जे भयो भयो, अब आउने परीक्षामा चाहिँ तैँले 90% चाहिँ कटाउनै पर्छ। 90% होइन बुवा, 100% ल्याउँछु 100%। के भनेको तैँले? कसैले आजसम्म 100% ल्याउन सकेको छ? यस्तो मजाक नगर मसँग। मजाक रे? मजाक सुरुमा कसले स्टार्ट गर्यो? अब आउने इक्जाममा पास भइदियोस् भने बाउस भन्ने होइन मलाई त्यहाँ। ए तँ आइज तेरो रिजल्टको कुरा के भयो? दिमाग खराब नगरे श्याम बहादुर, आजदेखि तैँले बाउ भन्ने हक भइसकिस्। अब आउने इक्जाममा पास भइदियोस् भने बाउस भन्ने होइन मलाई त्यहाँ। बाउ आजसम्म मैले तिमीलाई खुसी दिन सकेको छैन बाउ। हो छोरा हो, तर चिन्ता नगर बाउ, योपालि तिम्रो लागि खुसी नै खुसीको कुरा छ। के खुसीको कुरा छोरो? बाउ तिमीले भनेको थियो नि म इक्जाममा पास भयो भने मात्रै तिमी मलाई बुलेट बाइक किनिदिन्छौ भनेर। हो नि छोरा हो, पास भइस् त? खुसी हो बुढो खुसी हो, तिम्रो पैसा जोगियो, पास त भयो। No.